हरि ओम। म आज कुरा गर्छु एउटा गहिरो र महत्त्वपूर्ण विषयमा। कस्तो अवस्थामा मानिसको पुनर्जन्म हुन्छ र कस्तो अवस्थामा पुनर्जन्म हुँदैन। यो जन्म मृत्युको चक्र कहाँ पुगेर समाप्त हुन्छ? चेतना कस्तो अवस्थामा पुगेपछि यो जन्म मृत्युको चक्र समाप्त हुन्छ? योभन्दा पहिला मैले मानिसको पुनर्जन्म हुन्छ भन्ने विषयमा अलिकति गहिराईबाट कुरा गरेकी थिएँ। आज म बताउँछु कस्तो अवस्थामा पुगेपछि बारम्बार जन्म हुँदैन। जन्मको चक्र कुन अवस्थामा पुगेपछि रोकिन्छ। पुनर्जन्म किन हुन्छ त्यसलाई पनि म बताउँछु। बारम्बार जन्म लिनुको कारण के हो त्यसलाई पनि म बताउँछु र कहाँ पुगेर यो चक्र रोकिन्छ त्यो कुरा आज म बताउँछु। हाम्रो जीवन एक जन्मको यात्रा मात्र होइन, यो जीव आत्माले बारम्बार शरीर रूपी चोला फेर्दै लामो यात्रा गरिरहेको छ। अझै अगाडि कतिवटा जन्म हुन्छन्, बारम्बार कतिपल्ट जन्म लिनु पर्छ, यो कुरा हाम्रो चेतना कस्तो अवस्थामा हुन्छ त्यसमा निर्भर गर्छ। अगाडि पनि लामो यात्रा गर्दै यहाँसम्म आएको हो, अझै अगाडि कति लामो यात्रा छ, यो जन्म र मृत्युको चक्र कति लामो चल्छ भन्ने कुरा हाम्रो चेतना कति परिपक्व हुन्छ, हाम्रो चेतना कुन अवस्थामा हुन्छ त्यसमा निर्भर गर्छ। बारम्बार जन्म लिनुको पछाडि पनि केही कारण छ। यो जन्म र मृत्युको चक्र रोकिनुको पनि केही कारण छ। यो सबै मानिसले बुझ्नै पर्ने महत्त्वपूर्ण विषय हो। आज म यो कुरालाई अलिकति गहिराईबाट बताउँछु। आउनुहोस्, सबैभन्दा पहिला त यो कुरा बुझौँ, जन्म मृत्युको चक्र कहाँ पुगेर समाप्त हुन्छ भन्नुभन्दा पनि पहिला यो कुरा बुझौँ, बारम्बार जन्म हुनुको कारण के हो र के कुराले बारम्बार जन्म लिइरहन्छ। योभन्दा पहिला पनि मैले केही कुरा बताएकी थिएँ, जन्म हुनुको कारण के हो, के कुरा बारम्बार जन्मिन्छ भनेर अलिकति त्यहाँ पनि बताएकी छु, त्यसलाई पनि सुन्नुहोला। बारम्बार जन्म हुनुको कारण के हो, के कुरा जन्मिन्छ। हाम्रो यो भौतिक शरीर पञ्चमहाभूत जल, पृथ्वी, आकाश, वायु, अग्निबाट बनेको हो। यो अन्न र जलबाट बनेको हो हामीले देख्ने भौतिक शरीर। यो भौतिक शरीर नष्ट भएपछि पञ्चमहाभूतमै गएर मिल्छ। जल जलमै गएर मिल्छ, पृथ्वी पृथ्वीमै गएर मिल्छ, आकाश आकाशमै विलिन हुन्छ, अग्नि अग्निमै मिल्छ। यसरी सबै पञ्चमहाभूतमै गएर मिल्छ। यो भौतिक शरीरको फेरि जन्म हुँदैन, भौतिक शरीर नयाँ जन्म लिन्छ, भौतिक शरीर नयाँ बन्छ। अब हाम्रो आत्मा तत्त्वको पनि कहिल्यै मृत्यु हुँदैन, कहिल्यै जन्मेको पनि होइन, यो सदा सर्वदा छँदैछ। आत्माको पनि पुनर्जन्म हुँदैन। अब पुनर्जन्म के को हुन्छ त, बारम्बार के कुराले जन्म लिन्छ त भन्दा पुनर्जन्म हाम्रो सूक्ष्म शरीरको हुन्छ। पुनर्जन्म हाम्रो सूक्ष्म शरीरको हुन्छ, यो भौतिक शरीरको होइन, यो आत्मा तत्त्वको पनि होइन। हामीसँग यो देखिने भौतिक शरीर मात्र छैन, हामीसँग अरू दुईवटा शरीरहरू पनि छन्, सूक्ष्म शरीर र कारण शरीर। सूक्ष्म शरीर यो एउटा शरीरलाई कम्प्युटर मान्ने हो भने सूक्ष्म शरीर भनेको सफ्टवेयर जस्तै हो, भौतिक शरीर भनेको हार्डवेयर हो। हाम्रा सबै कुराहरू सूक्ष्म शरीरमा हुन्छन्। सूक्ष्म शरीरले नै हाम्रो भौतिक शरीरलाई सञ्चालन गरेको हुन्छ। सबै कुरा सूक्ष्म शरीरमै हुन्छन्। सूक्ष्म शरीर एउटा सफ्टवेयर जस्तै हो। हाम्रो सूक्ष्म शरीर प्राण ऊर्जा र सूक्ष्म ऊर्जाहरूले बनेको हुन्छ। हाम्रो कारण शरीर हाम्रो पृथ्वीमा आउनुको मूल कारणबाट बनेको एउटा आवरण शरीर हो। यसरी दुईटा अन्य शरीर पनि हामीसँग छ। हामीले गरेका सबै कर्महरूको पाप पुण्यको संस्कार, काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष जस्ता व्याधिहरू, प्रेम, करुणा, दया, माया, घृणा, चिन्ता, डर जस्ता भावनाहरू,
अन्तःकरण भनिन्छ मन बुद्धि चित्त अहङ्कार। यस्तो अन्तःकरण हामीले गरेका गहिरा स्मृतिहरू, हाम्रो अवचेतन मनभित्र गहिराइमा बसेका स्मृतिहरू र चेतनाबाट हाम्रो सूक्ष्म शरीर बनेको हुन्छ। यो सबै ऊर्जा हो। यो सबै ऊर्जाको एकमुष्ट पोकोलाई हामी सूक्ष्म शरीर भन्दछौँ। हाम्रो भौतिक शरीर नष्ट भए पनि यो ऊर्जाको पोको, यो सूक्ष्म शरीर नष्ट हुँदैन। यो सूक्ष्म शरीर कहिल्यै पनि नष्ट हुँदैन। यही सूक्ष्म शरीरले बारम्बार जन्म लिइरहन्छ। अब भौतिक शरीर नष्ट भइसकेपछि पनि यो सूक्ष्म शरीरमा रहेका कुराहरू नष्ट हुँदैनन्, ती ऊर्जा हुन्। अब त्यसले अर्को भौतिक शरीर खोजेर त्यसमा फेरि प्रवेश गर्छ। जबसम्म सूक्ष्म शरीर नष्ट हुँदैन तबसम्म कारण शरीर पनि नष्ट हुँदैन। जब सूक्ष्म शरीरमा भएका कुरा सबै समाप्त हुन्छ, सूक्ष्म शरीर नष्ट हुन्छ, तब कारण शरीर पनि स्वतः नष्ट हुन्छ। यो दुईटा शरीरले बारम्बार पुनर्जन्म लिन्छ, बारम्बार यात्रा गरिरहन्छ। हाम्रो सूक्ष्म शरीरमा रहेका मुख्यतया 3वटा कुराले अघिल्लो जन्म गराउने बिउको काम गर्दछ। त्यसमा सबैभन्दा पहिला हो हामीले आजसम्म गरेका सबै कर्महरूको पाप पुण्यको संस्कार। यसलाई कर्म बन्धन भनिन्छ। हामीले गरे केही कर्म गर्यौँ त्यहाँ पाप बन्छ, केही कर्म गरेका छौँ पुण्य पनि बनेको छ। यो पाप पुण्यको संस्कार, यसलाई कर्म बन्धन भनिन्छ। अर्को हुन्छ अवचेतन मनको गहिराइभित्र अधुरा रहेका कामना र वासनाहरू, पुरा नभएका कामनाहरू वासनाहरू। दोस्रो यो भयो। अब अर्को हुन्छ एकदमै गहिरो छाप छोडेका कुनै स्मृतिहरू। यी 3वटा कुराले बारम्बार अर्को जन्म लिने बिउको काम गरिरहेको हुन्छ। यो कुरा बिउको रूपमा रहन्छ र त्यसैले नै हामीलाई बारम्बार जन्म गराइरहन्छ। जबसम्म सूक्ष्म शरीरमा रहेको त्यो ऊर्जा, त्यो बिउ, कामना वासनाको बिउ, कर्म बन्धनको बिउ, ती गहिरो स्मृति छाप छोडेका बिउहरू नष्ट हुँदैनन् तबसम्म त्यो सूक्ष्म शरीरले बारम्बार त्यो पुरा गर्न, त्यो भोग्नका लागि बारम्बार जन्म लिइरहन्छ। भौतिक शरीर नष्ट भए पनि यी नष्ट हुँदैनन्, यसले फेरि नयाँ भौतिक शरीर खोजेर त्यसमा प्रवेश गर्छ। कामना वासना यो कर्म बन्धनले गर्दा नै जीवात्माले बारम्बार जन्म लिइरहन्छ। अब यो जीवसँग आत्मा पनि छ। आत्मा यो जीवसँग बाँधिएको छ। यो आत्मालाई बन्धनमा रहेको आत्मा भनिन्छ। यो आत्मा मुक्त छैन, बन्धनमा छ। जब सूक्ष्म शरीरमा रहेका ती अर्को जन्म गराउने बिउ नष्ट हुँदैनन् तबसम्म यो आत्मा पनि त्यसमा बाँधिरहन्छ। जब आत्मा मुक्त हुन्छ तब मुक्तिको मोक्षको कुरा बल्ल आउँछ, नभए बाँधिएको बन्धनमा रहेको आत्मा भनिन्छ। जबसम्म सूक्ष्म शरीरमा जन्म गराउने बिउ रहिरहन्छ तबसम्म यो जीव आत्माको जन्म बारम्बार पुनर्जन्म भइरहन्छ। त्यो आत्मा पनि त्यसैमा बन्धनमा रहेकोले जीव आत्माको जन्म, जीव आत्माको मृत्यु भनिन्छ। यो जन्म मृत्युको चक्र चलिरहन्छ। कारण के हो त? यो सूक्ष्म बिउको रूपमा रहेका त्यो फेरि जन्म गराउने बिउ नै कारण हो। जस्तो कि हामीले जीवन जिउने क्रममा कसैलाई दुःख दिएका छौँ, मन वचन कर्मले मात्रै होइन, मनले दिएको दुःख, भावनाले दिएको दुःख, वचनले दिएका दुःखहरू पनि हुन्छन्। मन वचन कर्म यी 3टै कुराले कर्म बन्धन बनाउँछ। कर्म यी 3टै कुरा हुन्। कसैलाई दुःख दिएका छौँ भने आफू स्वयंले त्यो दुःख भोग्दा कस्तो हुन्छ भनेर पनि त्यो कुरा भोग्नको लागि पनि फेरि जीवात्माले जन्म लिएर आउँछ। आफू स्वयंले भोग्दा कस्तो हुन्छ त्यो अनुभव गर्नलाई पनि फेरि जीवात्मा आउँछ। यहाँ यो आत्मा शुद्ध छैन, यो चेतना शुद्ध छैन, उसले कर्मको बन्धन बनाइरहेको छ।
त्यसै गरी अरू कसैले दुःख दिएका छन् मन वचन कर्मले र गहिराईमा छाप बस्यो भने त्यसको बदला लिन पनि जीवात्मा फेरि जन्म लिएर आउँछ, फेरि जन्मिएर आएर बदला लिन चाहन्छ। अब भित्र कामना र वासना अधुरा रहेका छन्, केही बन्ने चाहना छ, केही प्राप्त गर्ने चाहना छ, त्यो पुरा भएको छैन भने त्यो पुरा गर्नका लागि पनि फेरि जीवात्मा जन्म लिएर आउँछ, बारम्बार जन्म लिएर आउँछ, भोग्न चाहन्छ, पुरा गर्न चाहन्छ, त्यसलाई पुरा गर्न चाहन्छ। जबसम्म पुरा हुँदैनन् कामना र वासनाहरू पुरा हुँदैनन्, जबसम्म कर्म बन्धन बनिरहन्छ, त्यसले बारम्बार पुनर्जन्म गराइरहन्छ। हामीले कसैलाई दुःख दिएका छौँ भने त्यहाँ पाप कर्म बन्यो, एउटा बन्धन बन्यो, बन्दछौँ। अब त्यसले गर्दा बारम्बार बारम्बार फेरि जन्म लिएर त्यो भोग्न जीवात्मा आइरहन्छ। केही प्राप्त गर्ने गहिरो चाहना छ भने त्यो प्राप्त नहुन्जेलसम्म जीवात्मा मुक्त हुँदैन। ऊ बारम्बार धरतीमा आउन चाहन्छ, त्यसलाई भोग्न चाहन्छ, त्यसलाई अनुभव गर्न चाहन्छ, सिक्न चाहन्छ। यसरी सिक्दै अनुभव गर्दै पाप पुण्यको कर्म बनाउँदै कर्म बन्धनमा बाँधिँदै बिस्तारै बिस्तारै चेतना शुद्ध हुँदै जान्छ। जबसम्म हाम्रो चेतना शुद्ध हुँदैन तबसम्म हाम्रो जन्म र मृत्युको चक्र चलिरहन्छ। जब चेतना शुद्ध हुन्छ यी सबै कर्म बन्धनहरू लाग्दैनन्। हामी सबै कुरा या त ज्ञानले या त भोगेर भोगिसक्छौँ। हामी भित्र अब कामना र वासनाहरू रहन छोडे, केही पनि रहेनन् भने हाम्रो सूक्ष्म शरीर अब स्वतः समाप्त हुन्छ। सूक्ष्म शरीर समाप्त भएपछि कारण शरीर पनि स्वतः समाप्त हुन्छ। अब बारम्बार जन्म लिएर आउनु पर्ने कुनै पनि कारण रहँदैन। अब जीव आत्माको कारण, जीव आत्मा बनेर आउनुको कारणै नरहेपछि सूक्ष्म शरीर र कारण शरीर समाप्त हुन्छ। अब बल्ल पुनर्जन्म गराउँदैन, त्यो बीज पनि नष्ट हुन्छ। यसरी आफैले बनाएको कर्मको बन्धन, आफैले फैलाएको कामना र वासना, यी सबै कुराहरूले गर्दा बारम्बार पुनर्जन्म भइरहेको छ। त्यसलाई भोग्न चाहन्छ, त्यसलाई अनुभव गर्न चाहन्छ। कर्मको बन्धन बनेका छन्, तिनीहरूलाई फेरि भोग्नु पर्यो। त्यसैले गर्दा बारम्बार पुनर्जन्म भइरहेको छ। अब अर्को महत्त्वपूर्ण कुरा, यो जन्म र मृत्युको चक्र कसरी समाप्त हुन्छ, यो जन्म र मृत्युको चक्रबाट कसरी बाहिर आउन सकिन्छ, के गर्यो भने जीवात्माको पुनर्जन्म हुँदैन, चेतना कसरी शुद्ध बनाउने, यो अति नै सूक्ष्म र महत्त्वपूर्ण कुरालाई पनि बुझौँ। जन्म र मृत्युको चक्रबाट बाहिर आउन हामीलाई अध्यात्मको गहिरो ज्ञान र ध्यानबाट आएको गहिरो अनुभव चाहिन्छ। म को हुँ, वास्तवमा मेरो स्वरूप के हो, त्यसलाई आफैले आफूलाई चिन्नुपर्छ। म शरीर मन बुद्धि चित्त अहङ्कार केही पनि होइन, म त शुद्ध चैतन्य आत्मा हुँ भनेर आफूलाई चिन्नुपर्छ। सबै कर्महरू शरीरबाट हुन्छन्, मनबाट हुन्छन्, बुद्धिबाट हुन्छन्, भावनाबाट हुन्छन्, वचनबाट हुन्छन्। तर म त शुद्ध चैतन्य आत्मा हुँ, कर्म गर्नेवाला त म होइन। यो कुरालाई पनि थाहा पाउनुपर्छ र संसारमा रहँदा होसपूर्वक कर्म गर्नुपर्छ। हामीले गर्ने प्रत्येक कर्ममा होस राख्नुपर्छ। के कर्म गर्दैछु, यसबाट मलाई पाप पुण्य के हुन्छ, मैले कसैलाई दुःख दिएको छु कि छैन, त्यसलाई ध्यान दिएर कर्म गर्नुपर्छ। कसैलाई पनि मन वचन र कर्मले दुःख नदिने गरी एकदमै सत्कर्म गर्नुपर्छ। कर्मको बन्धन नलाग्ने गरी हामीले कर्म गर्यौँ भने अब कर्मको बन्धन हामीलाई लाग्दैन, त्यो भोग्न बारम्बार आइरहनु पर्दैन। कसैलाई पनि कर्म गर्दा कसैलाई पनि सेवाको भावले कर्म गर्ने हो, सत्कर्म गर्ने हो, सेवाको भावले
कर्म गर्ने हो। कसैलाई पनि मनमा छाप पर्ने गरी दुःख नदिने गरी एकदमै जोगिएर कर्म गर्नुपर्छ। अरूले केही नराम्रो गर्यो भने आफ्नो हृदयमा छाप बसाउनु हुँदैन, त्यसलाई मनमा लिने चित्तमा राख्ने गर्नु हुँदैन। उनीहरूलाई त्यही समाधान गर्नुपर्छ, माफ गरिदिनु पर्छ। जतिखेर जे बन्छ त्यसलाई त्यही समाधान गरेर माफ गरेर त्यसलाई छोडिदिनुपर्छ। चित्तको गहिराईभित्र द्वेषको भावना, ईर्ष्याको भावना, जेलेसीको भावना, यस्ता भावनाहरू लियौँ भने त्यसले गर्दा हामीलाई बारम्बार कर्म बन्धनमा लैजान्छ र बारम्बार जन्म लिएर आउनुपर्छ। कसैले नराम्रो गर्यो भने त्यसलाई पनि त्यो शुद्ध चैतन्य आत्मा हो भनेर त्यसलाई पनि अज्ञानतावश भएको भनेर माफी गरिदिने, आफू पनि एकदमै होसपूर्वक कर्म गर्ने, कसैलाई मन वचन कर्मले दुःख नदिने, सत्कर्म गर्ने। त्यसो गर्यौँ भने अब कर्मका बन्धनहरू लाग्दैनन्। अहिलेसम्म हामीले गरेका कर्म, सञ्चित रहेका कर्मलाई पनि गहिरो ध्यानको अवस्थामा काट्न सकिन्छ, प्रारब्धलाई पनि काट्न सकिन्छ। अगाडिको प्रारब्ध बनेन, पछाडिको सञ्चित कर्मलाई हामीले काट्यौँ भने अब हामी कर्मको बन्धनबाट बाहिर आउँछौँ। हामीले फैलाइरहेका यी कामना वासनाहरूलाई पनि ज्ञानले अथवा भोगेर सकाउनु पर्छ। जति फैलाए त्यति फैलिँदै जान्छन्। अत्यधिक कामुक, अत्यधिक कामना र वासना लिन थाल्यौँ भने ती फैलिँदै जान्छन्। त्यसैले हामीलाई बारम्बार जन्म र मृत्युको चक्रमा बनाइरहन्छ। जन्म हुनु भनेको एउटा अनुभव गर्न आउने हो भनेर त्यसरी पनि लिनुपर्छ। जन्म दुःखदायी पनि हो, जन्म रमाइलो पनि हो। जन्म दुःखदायी पनि हो। हाम्रा ऋषि मुनिहरूले जन्मलाई दुःख पनि भनेका छन्, किनभने सालनाल सहित जन्म लिएर आउनु पर्यो, रोग व्याधि लाग्छ, शरीर जीर्ण हुन्छ, फेरि मृत्युको दुःख हुन्छ। यी दुःखका कुराहरू पनि त्यहाँ छन् र अनुभव गर्ने कुराहरू पनि छन्। अब हामी जन्म अनुभव लिएर हाम्रो चेतनालाई शुद्ध बनाउन आएका हौँ, निखार्न आएका हौँ, अनुभव गर्न आएका हौँ, केही सिक्न आएका हौँ। यसरी चाँडोभन्दा चाँडो सिकेर ज्ञान लिएर ध्यानको गहिराईमा गएर आफू को हुँ भनेर आफैलाई चिन्यौँ भने अब हामी शुद्ध हुँदै जान्छौँ, हाम्रो चेतना शुद्ध हुँदै जान्छ। कर्मका बन्धनहरू नलाग्ने गरी कर्म गर्यौँ, कसैलाई पनि दुःख दिएनौँ, कसैले दिएको दुःख पनि हामीलाई चित्तमा छोएन, त्यसलाई बाहिरैबाट पठाइदिउँ, भित्र मनमै लिएनौँ भने अब कर्म संस्कार बन्दैन, काटिँदै जान्छ। पछाडिको काटिन्छ, अगाडिको बन्दैन भने अब कर्म बन्धन बन्दैन। कामना र वासनाहरू पनि सकिए भने अब हाम्रो पुनर्जन्म हुँदैन, किनकि सूक्ष्म शरीरमा रहेका ती सूक्ष्म ऊर्जाहरू काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेषहरू सबै डिजोल्भ हुँदै कम हुँदै गएर जति हामी शुद्ध हुँदै जान्छौँ त्यति कम हुँदै गएर ती समाप्त भए। अब जन्मेर आउनु पर्ने कुनै कारण नै रहँदैन, कारण शरीर पनि स्वतः समाप्त हुन्छ। व्यक्ति भौतिक शरीरमै रहँदा पनि यी काम, क्रोध, लोभ, मोह, यी कर्मका बन्धनहरू काट्न सक्छ। त्यसकारणले जीवित रहँदै मुक्त हुन पनि सकिन्छ। अब सूक्ष्म शरीर रहेन, सूक्ष्म शरीरमा रहेका ती सूक्ष्म ऊर्जाहरू रहेनन्, काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेषहरू रहेनन्, कुनै पनि चित्तको गहिराईमा अब भोग्नै पर्ने केही पनि रहेन, सबै समाप्त भयो भने अब जन्म र मृत्युको चक्र पनि समाप्त हुन्छ। अब यो जीव आत्मा जीवबाट मुक्त हुन्छ, यो परमधाममा परमात्मासँग विलिन हुन्छ, परमात्मासँग एकाकार बन्दछ। यसलाई हामी मोक्ष भन्दछौँ, मुक्ति भन्दछौँ। यो जीवित रहँदै पनि गर्न सकिन्छ। यो गर्ने भनेको आध्यात्मिक ज्ञान हो, ध्यानको गहिरो अनुभव हो। म को हुँ भनेर आफूलाई नचिनिकन हामी जन्म र मृत्युको चक्रबाट बाहिर आउन सक्दैनौँ। आफूलाई चिन्नुपर्छ, अनुभवबाटै जान्नुपर्छ। म त शुद्ध चैतन्य आत्मा हुँ, कर्म बन्धन नलाग्ने, म कर्म गर्नेवाला होइन, कर्म त स्वतः भइरहेको छ। होसपूर्वक
आफूलाई म को हुँ भनेर स्मरण गरेर कर्म गर्नुपर्छ। अरूलाई माफी गरिदिने, एकदमै सत्कर्म गर्ने, होसपूर्वक आत्मा स्मृतिमा रहेर कर्म गर्यौँ भने बिस्तारै 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 यी सूक्ष्म ऊर्जाको रूपमा रहेको त्यो बीजहरू सबै समाप्त हुन्छ। अब पुनर्जन्म हुँदैन। पुनर्जन्म नहुने बित्तिकै परम धाममा परमात्मासँग आनन्दमय लोकमा हामी आनन्दसँग रहन सक्छौँ। जन्म र मृत्युको जुन दुःख छ त्यसबाट हामी सधैँका लागि मुक्त बन्न सक्छौँ। यो सबै कुरा हामीलाई गराउने आध्यात्मिक ज्ञानले नै हो। त्यस कारणले पनि आध्यात्मिक ज्ञान एकदमै महत्त्वपूर्ण छ। चेतनालाई शुद्ध बनाउनु, निखार बनाउनु, अनुभव गर्नु, परिपक्व हुनु अति नै महत्त्वपूर्ण छ। जीवात्मा यसरी जन्म मृत्युको चक्रमा फसिरहनुको मुख्य कारण हो अज्ञानता। ज्ञान हुने बित्तिकै अब यी कर्मका बन्धनहरूबाट पनि बाहिर आउन सकिन्छ। यी कामना र वासनाहरूलाई पनि हटाउन सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो ज्ञान। म को हुँ भनेर आफूलाई चिन्नुपर्छ। अध्यात्मको गहिरो ज्ञानमा गयौँ, ध्यानको गहिरो अनुभव लियौँ भने अब म को हुँ भनेर आफूलाई चिन्न सकिन्छ। म शरीर, मन, बुद्धि, चित्त, अहङ्कार म केही पनि होइन, म त शुद्ध चैतन्य आत्मा स्वरूप हुँ भनेर जान्ने बित्तिकै अब कर्मका बन्धनहरूबाट बाहिर आउन सकिन्छ। अज्ञानता नै दुःख हो, अज्ञानता नै बन्धन हो, अज्ञानता नै जन्म मृत्युको चक्रमा फसाउने कारण हो। ज्ञान लिने बित्तिकै अब यी सबै कुरा स्वतः काटिन्छ। जन्मौँ जन्मको अँध्यारो पनि एउटै ज्ञानको प्रकाशले काटिदिन सक्छ। हाम्रो अवचेतन मनको गहिराईमा जन्मौँ जन्मदेखिका कर्म बन्धनका संस्कारहरू छन्, कर्म संस्कारहरू छन्। त्यसले कर्म बन्धन बनाइरहेको छ। जन्मौँ जन्मौँदेखिका चित्तको गहिराईमा छाप बसेका छन्। ती सबै कुरालाई एउटै ज्ञानको प्रकाशले काट्न सकिन्छ। ज्ञान हुने बित्तिकै प्रारब्ध अब बन्दैन, कर्म बन्धन बन्दैन। यी कामना र वासनाहरू पनि सजिलैसँग हटाउन सकिन्छ। यो काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष यी चित्तमा बन्ने सबै कुराहरूलाई स्वतः हटाउन सकिन्छ। ज्ञान हुने बित्तिकै अब हामी सुखमा जान्छौँ, परमानन्दमा जान्छौँ, परमधाममा जान्छौँ। जीवित नै हामी परमात्मासँग एकाकार भएर जीवन जिउन सक्छौँ। हामी मुक्त नै छौँ। वास्तवमा हामी बाध्यका छैनौँ, हामी मुक्त नै छौँ। तर अज्ञानताको कारणले हामीलाई बन्धन अनुभव भइरहेको छ। ज्ञान हुने बित्तिकै हामी स्वतः मुक्त हुन सक्छौँ। हामी मुक्त नै छौँ। जीवात्मा आत्मा मुक्त नै छ। अज्ञानताको कारणले नै बन्धन लागिरहेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो ज्ञान। अध्यात्मको गहिरो ज्ञान, ध्यानको गहिरो अनुभव, आफूलाई जान्नु, आफूलाई चिन्नु। आफूलाई चिन्ने बित्तिकै अब सबै कुरा स्पष्ट हुन्छ। अध्यात्म ज्ञानको प्रकाशले हामीलाई जस्तो सुकै बन्धनबाट पनि बाहिर निकाल्न सक्छ। जन्म र मृत्युको चक्रबाट स्वतः बाहिर निकाल्छ। जस्तो सुकै अँध्यारो पनि एउटै ज्ञानको प्रकाशले तुरुन्तै हटाउन सकिन्छ। ज्ञान त्यति महत्त्वपूर्ण छ। मेरो कुरा राम्रो लाग्यो, जीवन उपयोगी लागेको छ, केही कुरा बुझ्दै हुनुहुन्छ भने भिडियोलाई लाइक, कमेन्ट र सेयरिङ गर्न नभुल्नुहोला। तपाईँहरूले गर्नुभएको एउटा सेयरिङ अरूका लागि निकै काम लाग्न सक्छ। त्यसकारणले सेयरिङ पनि गर्नुहोस्। धेरैजनाले सब्स्क्राइब नगरिकन हेर्नु भएको छ। राम्रो लागेको छ भने सब्स्क्राइब पनि गर्नुहोला। म यस्ता भिडियोहरू हाल्दै गर्छु। म कार्यक्रम पनि गराउँछु, ध्यान पनि गराउँछु, सत्सङ्ग पनि गराउँछु। कसैलाई कार्यक्रम लिन मन छ भने कमेन्टमा लेख्नुहोला। तपाईँहरूले के बुझ्नु भएको छ कमेन्ट पनि गर्नुहोस्। केही प्रश्न छन् भने प्रश्न पनि सोध्नुहोला। म त्यसको उत्तर दिने कोसिस गर्छु। आजलाई यति नै। हरि ओम।